नमस्ते। कहिले सोच्नु भएको छ जब यो शरीरले सास फेर्न छोड्छ त्यसपछि ठ्याक्कै के हुन्छ? हाम्रो चेतना कहाँ जान्छ? यो सायद मानव इतिहासकै सबैभन्दा ठूलो र गहिरो रहस्य हो। आजको हाम्रो यो प्रस्तुतिमा हामी यही रहस्यको गहिराईमा पुग्ने प्रयास गर्नेछौँ। मृत्युपछिको यात्रा, आत्माको रहस्य, गरुड पुराणको सन्देश अनि यसलाई हेर्ने विज्ञान र दर्शनको दृष्टिकोणलाई आज हामी सँगै बुझ्नेछौँ। हजारौं वर्षदेखि मान्छेले यही एउटा प्रश्नको जवाफ खोजिरहेको छ। शरीरको अन्त्य भएपछि हाम्रो चेतनाको के हुन्छ त? यो यस्तो गहिरो प्रश्न हो जसको जवाफ खोज्न मानवताले धार्मिक आस्था, वस्तुगत विज्ञान र गहिरो दर्शनको सहारा लिँदै आएको छ। यी तीनवटै एकदमै फरक क्षेत्रले यो एउटै रहस्यलाई कसरी हेर्छन् भन्ने कुरा एकदमै रोचक छ। अब सबैभन्दा पहिले गरुड पुराणको पाना पल्टाउँ र हेरौँ त्यहाँ आत्मा र मृत्युपछिको यात्रालाई कसरी वर्णन गरिएको छ। गरुड पुराणलाई मान्ने हो भने मृत्युपछिका सुरुवाती पलहरू एकदमै कष्टदायी हुन्छन्। जब चितामा आगो लगाइन्छ नि, आत्मालाई आफ्नो शरीर जलिरहेको देखेर चरम मोह र पीडा महसुस हुन्छ रे। आत्मा अझै पनि त्यही वरपर घुमिरहेको हुन्छ, यो आशमा कि कतै फेरि आफ्नै शरीरमा फर्कन पो सकिन्छ कि। यो समय भनेको आत्माको भौतिक संसारप्रतिको लगावको सबैभन्दा कठिन बिन्दु मानिन्छ। अनि त्यही बेला एउटा एकदमै महत्त्वपूर्ण विधि गरिन्छ, कपाल क्रिया। दागबत्ती दिने क्रममा जब खप्पर फुटाइन्छ, गरुड पुराणका अनुसार त्यो आवाज आत्माको लागि एउटा ठूलो विस्फोट जस्तै हुन्छ। हो, ठ्याक्कै यही त्यो क्षण हो जहाँ आत्माले अन्तिम रूपमा महसुस गर्छ कि अब उसको भौतिक शरीरसँगको सम्बन्ध सधैँका लागि टुटेको छ। यो एकदमै कठोर सत्यको बोध हो। त्यसपछिको अवस्था त झनै मन छुने खालको छ। भौतिक शरीर पूर्ण रूपमा खरानी भइसकेपछि पनि आत्मा करिब 1 घण्टा जति त्यही शमशान घाटमै भड्किन्छ अनि बिस्तारै ऊ आफ्ना आफन्तहरूसँगै घरसम्म पुग्छ। तर घर पुगेपछि जब उसले आफ्ना प्रियजनहरूलाई बोलाउने प्रयास गर्छ, कोही बोल्दैन, कसैले सुन्दैन। आत्मालाई आफू पूर्ण रूपमा अदृश्य र शक्तिहीन भएको महसुस हुन्छ। आफ्नै घरमा ऊ एउटा असहाय दर्शक मात्र बन्न पुग्छ। यही शून्यता र एक्लोपनको बीचमा आत्माले कर्मदर्शन अर्थात् लाइफ रिभ्यू गर्छ। बाल्यकालदेखि वृद्धावस्थासम्मका हरेक साना ठूला घटनाहरू एउटा फिल्म जस्तै उसको आँखा अगाडि घुम्न थाल्छन्। आफूले कसैलाई दिएको दुःख, गरेका पाप र गल्तीहरूले आत्मालाई गहिरो आत्मिक पीडा दिन्छ। भनिन्छ नि, यो पश्चातापको आगो बाहिरको भौतिक आगोभन्दा कैयौं गुणा बढी पोल्ने खालको हुन्छ। अनि यो पहिलो रातको अन्त्यसँगै कर्मका प्रतिनिधि मानिने यमदूतहरूको आगमन हुन्छ। अब यहाँबाट यममार्गको यात्रा सुरु हुन्छ। हेर्नुस् है, यो यात्रा कति सहज हुन्छ या कति कष्टदायी हुन्छ भन्ने कुरा पूर्ण रूपमा पृथ्वीमा छँदा हामीले गरेको कर्ममा भर पर्छ। यदि दान, पुण्य र सेवा गरिएको छ भने यात्रा शान्तिपूर्ण हुन्छ, होइन भने यो एकदमै डरलाग्दो हुन पुग्छ। ल, यो त भयो गरुड पुराणको गहिरो आध्यात्मिक पाटो। अब अलिकति फरक चस्मा लगाएर हेरौँ, विज्ञानको नजरमा मृत्यु भनेको के हो त? तपाईहरूले पक्कै पनि नियर डेथ एक्सपिरियन्स अर्थात् मृत्युको मुखबाट फर्केका मानिसहरूका आश्चर्यजनक कथाहरू सुन्नुभएको होला। आध्यात्मिक मान्यताले यसलाई आत्मा अस्थायी रूपमा शरीरबाट बाहिरिएको र फेरि फर्किएको मान्छ। तर विज्ञानले यसलाई अर्कै रूपमा व्याख्या गर्छ। विज्ञानका अनुसार यो कुनै आत्माको यात्रा होइन, बरु चरम तनाव र अक्सिजनको कमी हुँदा हाम्रो मर्ने क्रममा रहेको दिमागभित्र हुने अत्यन्तै शक्तिशाली रासायनिक प्रतिक्रिया मात्र हो। वैज्ञानिकहरूको लागि मृत्युको परिभाषा एकदमै सिधा छ। मस्तिष्कका सबै गतिविधिहरू पूर्ण रूपमा बन्द हुनु, शरीरका सबै अङ्गहरूले काम गर्न छोड्नु नै अन्त्य हो। मृत्युपछि कुनै अर्को लोक छ या आत्मा जीवितै रहन्छ भन्ने कुराको विज्ञानसँग अहिलेसम्म कुनै पनि ठोस मापनयोग्य प्रमाण छैन। विज्ञानले चेतनालाई हाम्रो शरीर र जीवविज्ञानसँग मात्र कडा रूपमा जोडेर हेर्छ। विज्ञानले जे भने पनि दर्शनको आफ्नै छुट्टै विशाल ब्रह्माण्डीय दृष्टि छ। अब उपनिषद र दर्शनको सारतर्फ लागौँ। मुण्डको उपनिषदको यो अद्भुत भनाइ सुन्नुहोस् है त। जसरी बगिरहेका नदीहरू समुद्रमा मिसिदा आफ्नो नाम र रूप गुमाउँछन्, त्यसैगरी ज्ञानी व्यक्ति सर्वोच्च सत्तामा पुग्छ। कति सुन्दर बिम्ब, होइन त? दर्शनले मृत्युलाई पूर्ण अन्त्य मान्दैन, बरु एउटा सानो व्यक्तिगत अस्तित्व त्यो विशाल ब्रह्माण्डीय चेतनामा विलिन हुने शान्तिपूर्ण प्रक्रिया मान्छ। यहाँ नाम र रूपको अर्थ बुझ्नु एकदमै महत्त्वपूर्ण छ। यो भनेको हाम्रो अहङ्कार, हाम्रो पहिचान र यो भौतिक संसारप्रतिको हाम्रो मोह हो।
जबसम्म हामी म यो हुँ, मेरो नाम यो हो भन्ने भ्रममा बाँचिरहन्छौँ, तबसम्म हामीले दुःख र बेचैनी भोग्नुपर्छ। दर्शनले के भन्छ भने यही नाम र रूपलाई त्याग्नु नै वास्तविक मुक्ति हो। यो त्यागले हामीलाई साँच्चीकै प्रकृतिको अंश भएको महसुस गराउँछ। त्यसैले दार्शनिक दृष्टिकोणमा हेर्दा मृत्यु भनेको एउटा अनन्त शान्ति हो। हाम्रो शरीर जुन पञ्चतत्त्वले बनेको छ ती तत्त्वहरू आफ्नै मूल रूपमा फर्किन्छन्। माटो माटोमा मिसिन्छ, हावा हावामा र पानी पानीमा। यो भनेको जीवनभरिको दौडधोप, तनाव र सङ्घर्षपछिको अन्तिम र एकदमै शान्त विश्राम हो। अब यी सबै फरक फरक विचारहरूलाई जोडेर हेरौँ। कर्म र हाम्रो जीवनको वास्तविक अर्थ के त? हेर्नुस् है, चाहे तपाईँ गरुड पुराणको स्वर्ग र नरकको विश्वास गर्नुस्, चाहे मृत्यु नै पूर्ण अन्त्य हो भन्ने विज्ञानको दाबीलाई मान्नुस्, वा ब्रह्माण्डमा विलीन हुने त्यो दार्शनिक विचारलाई अपनाउनुस्, यी सबैको केन्द्रमा एउटै सत्य लुकेको छ। त्यो हो वर्तमान समय र हाम्रा कर्महरूको गहिरो महत्त्व। मृत्युपछि जेसुकै होस्, तर आज अहिले हामीले गर्ने कामले नै सबै कुरा निर्धारण गर्छ। त्यसैले सम्पूर्ण मानवताको लागि साझा सन्देश एकदमै प्रष्ट छ। गहिरो करुणाका साथ काम गर्नुहोस्, खाँचुमा परेकाहरूलाई सहयोग गर्नुहोस् र यो लोभ अनि अहङ्कारबाट अलिकति टाढै रहनुहोस्। हाम्रो भौतिक शरीर नरहे पनि हामीले गरेका असल कामहरू र अरूको जीवनमा छोडेको सकारात्मक प्रभाव त सधैँ अमर रहन्छ नि, होइन र? मृत्युपछिको यात्रा अझै पनि मानव अस्तित्वकै सायद सबैभन्दा ठूलो रहस्य हो। त्यहाँ ठ्याक्कै के छ कसैलाई पक्का थाहा छैन, तर यो ठूलो अनिश्चितताको बीचमा पनि एउटा कुरा पक्का छ, हामीसँग अहिले जुन समय छ त्यो एकदमै अमूल्य छ। त्यसो भए यो अमूल्य वर्तमानलाई सबैभन्दा अर्थपूर्ण तरिकाले कसरी बिताउने त? यो प्रश्न म तपाईहरूलाई नै सोच्न छोड्दै आजको यो प्रस्तुतिलाई म यहीँ पूर्णता दिन्छु। अर्को पटक फेरि यस्तै गहिरो र रोचक विषयका साथ भेट्नेछौँ। भिडियो मन परेमा अथवा यस्तै रोचक भिडियो हेर्नको लागि गफगाथा युट्युब च्यानललाई माया देखाइदिनुहोला। धन्यवाद।